लोरी अफलातमा हजुरलाई स्वागत छ। पहिला पनि हामी त्यो डल्ले खोर्सानी यति धेरैलाई लाभ भयो त्यो भिडियोले हो, यति धेरैलाई लाभ भयो। अनि फेरि पनि तपाईँलाई पाउनुको लागि सौभाग्यको कुरा हो। र अलिकति यो तपाईँले जो खेती गरिराख्नु भएको छ अहिले थुप्रैले गरिराखेको रहेछ है। अनि आज पनि बिहानै अर्डर भएर लग्यो भनेर भन्नुहुँदैछ, त्यो बारेमा अलिकति बताइदिनुहोस्, कसरी खेती गर्नु हुँदैछ हो, त्यो बारेमा अलिकति बताइदिनुहोस्। यो भेग चाहिँ अब 6000 फिट, 5.5 देखि 6000 फिट, 6.5 फिट भित्र पर्छ है। अनि यो ठाउँ चाहिँ पहिला चाहिँ अलैँची भयङ्कर हुने हो। अनि अलैँचीमा थुप्रै प्रकारको रोग आएपछि चाहिँ यहाँ इकोनोमिकली एकदमै के भनौँ एकदमै तल झरे यो ठाउँ है। अनि म चाहिँ चिन्तित रहन्थेँ कसरी यो हाम्रो यति सुन्दर गाउँ को इकोनोमी कसरी उठाउँ भन्ने। अनि लगातार मेरो प्राइस चाहिँ कृषि हो, यहाँको स्ट्रेन्थ नै कृषि हो, जमिन हो। अनि धेरै वर्षदेखि मैले विभिन्न प्रकारको खेतीहरूमाथि एक्सपेरिमेन्ट गर्दै आउँदाखेरि मैले के अनुभव गरेँ भन्दाखेरि चाहिँ यो ठाउँमा हामीले गऱ्यो भने चाहिँ अफ सिजन भेजिटेबल गर्न सकिन्छ। जुन बेला चाहिँ मधेसमा हुँदैन त्यस बेला यहाँ पहाडमा हामीले उत्पादन गऱ्यौँ भनेदेखि चाहिँ हामीले राम्रो दाम पाउँछौँ, मार्केटिङ हुनसक्छ भनेर। अनि त्यसरी कलकत्ताको एउटा भाइसँग भेटघाट भयो। अनि उहाँसँग बातचित गर्दै जाँदाखेरि एक्जोटिक भेजिटेबल जति पनि छ त्यसको खेती गर्ने एउटा के भन्ने फ्रेमवर्क तयार गरेर अहिले चाहिँ हामी आइसबर्ग लेट्युस, ग्रिन लेट्युस, रोमन लेट्युस, चाइनिज क्याबेज, त्यहाँबाट जुकिनी, यो आइटमहरू चाहिँ हामी गर्दैछौँ, ब्रोकोली। अनि यहाँबाट हामी कलकत्ता, गुवाहाटी, यता हाम्रो लोकल गान्तोक भयो, दार्जिलिङ भयो, कालिम्पोङ भयो, यो ठाउँहरूमा अहिले सप्लाई भइराखेको छ। अनि यो ठाउँको अहिले मसँग चाहिँ 63+ फार्मर्सहरू चाहिँ जोडिनु भएको छ। अनि यो पहिलो वर्ष हो, उहाँहरूलाई मैले ट्रेनिङ दिएँ, उहाँहरूलाई अर्ग्यानिक प्रकारले कसरी गर्ने त्यसको ट्रेनिङहरू दिएर 2-3 फेजमा ट्रेनिङ दिएर चाहिँ अहिले यो कार्यक्रम हाम्रो अगाडि जाँदैछ। अनि तपाईँहरूले यो भिडियो मार्फत सायद पिसी सरले खिच्नु भयो भने त्यो गार्डनहरू पनि भेट्नुहुन्छ। अनि यस्तो प्रकारले अगाडि बढ्दैछ हजुर। यो प्रोग्राम तपाईँको जति त्यत्रो परिवारले गरिराख्नु भएको छ है, अझै अरू पनि छ प्लानहरू कि अरू सब्जीहरू पनि गर्ने प्लानहरू छ कि? अरू सब्जीहरू चाहिँ हामी नगर्ने भनेर भनेको छौँ, किनभनेदेखि यहाँ हाम्रो लोकल मार्केटमा लगेपछि त्यो कमर्सियली हुँदैन। तपाईँले मानिलिनुहोस् फुलकोपी लाउनु भयो अनि 8-10 क्विन्टल फुलकोपी चाहिँ बजारमा पुग्यो भनेदेखि त्यो फुलकोपी बजारभरि हुन्छ, कसले किन्दैन पनि। अनि त्यो बेच्नु पनि चर्को है। हामीले लोकल भेन्डर्सहरूसँग त्यो सप्लाई गर्दाखेरि उहाँहरूले अस्तिको कुहिरहेको छ तिम्रो है, अस्ति 50 रुपियाँ लियो नि अब तिमीले 23-24 रुपियाँ दियो भने चाहिँ हामी लिने हो, नभए केही छैन अस्तिकै ओइलिरहेछ भन्ने यस्तो खालको पाउँछ। त्यस कारण हामीले चाहिँ जुन चाहिँ भेजिटेबलहरूको चाहिँ प्राइस हाई छ र डिमान्ड छ सिटिजहरूमा, त्यो भेजिटेबलहरूलाई चाहिँ टार्गेट गरेका छौँ। उसको युरियाले ल्याउनु लिएर आएछ नातिनीले, अन्त लागि हो भनेर। यो चाहिँ आइसबर्ग र यहाँ ब्रोकोलीहरू देखिराखेको छौँ। आइसबर्ग तपाईँले जो स्यान्डविचतिर खानुहुन्छ यो देखिराखेको छौँ अहिले त्यो खेती। अनि यो तल्लोपट्टि पनि खेती, ठुलो खेती छ, यो आइसबर्गको खेती छ। यो चाहिँ आइसबर्ग र के हो हजुर? आज यो गएको आज गएर त्यो साइडको चाहिँ राखेको होला पर। हजुर 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 यहाँ चाहिँ यो स्यान्डविचतिर लगाउनेहरू।